सोरेर चाहिँ खाएको होइन है साथीहरू फेरि यो देखाएको चाहिँ होइन है साथीहरू फेरि देखाएको चाहिँ होइन एकदम मिठो साह्रै मिठो आलु बाख्रा तालदेखि माथि घिराङसम्मको यात्रा हेलो मेरो भाइ हेर हेलो हेलो घिराङ गाउँसम्मको यात्रा है कस्तो हुँदो रहेछ पहिलोचोटि जान लाग्यो माथि गाउँमा लौरा टेकेर यसरी हिँड्न सकेको छैन बिस्री उकालो छ लौरो टेकेर हिँड्दैछु फाइनल्ली यहाँ भन्ज्याङ होला सायद होइन भन्ज्याङमा आइपुग्यो पानी खाने धारो रहेछ पानी आएको थियो कि आएन त्यसरी आएर रहेछ ल पानी खाऊ धर पानी तिरिक्कै गर भयो मरे पानी त खै खाने भनेको पानी रहन्छ हात दिनु मात्रै पुग्यो ल हात तिर्का कति कच्छ यो त के बनाएर रहेछ त ओहो टाढै रहेछ हौ तल तालदेखि घेरासम्मको बाटो नि फोटो खिच्छु केही छ प्रतिक्रिया अब आइपुग्यो केही छैन हजुर के त राम्रो देखाएको छ काले काले भयो नि यार साँच्ची भने ल घेराङ गाउँ भन्ने ठाउँमा चाहिँ आइपुग्यो है साथी हो घेराङ गाउँ अनि यताको फोटो खिचिसक्यो ल फोटो यताको ठिक छ फोटो नै हान यता यता फोटो नै हान्नु न हे यो नानीलाई कहाँ देखे जस्तो लाग्यो घेराङ गाउँको नानी भेट भएको माया पानको पाटैमा भेट भयो माया के भने बोलामा पहिलो भेटैमा थक लाग्यो केटा यत्रो त हुन्छ त नि अनि तिमीहरूको अनि त्यही जाऊँ न गाउँतिर यसो घुमौँ आजको हिँडै कडा तिर्खा लाग्यो कि है ताल गाउँ चाहिँ यत्रो टाढा देख्दो रहेछ है त्यो झर्ना भयो सेतो देखायो झर्ना चाहिँ गाउँ चाहिँ छेकिँदो रहेछ क्या पानी आयो यहाँ चाहिँ हो ए पानी आएन भन्दैन तिम्रै माया तिरिक्कै चिसो छ ठिक छ खाऊ कुन हिमालबाट आएको थाहा यहाँबाट रमाइलो देखिँदो रहेछ पहाडहरू बढी ल होला ठ्याक्क लगाएर घेराङ राम्रो छ है टिप कस्तो छ मलाई त मिठो लाग्छ कति खाने खाऊ केटा यसरी रहेछ अरू चाहिँ केही छ भन न यार बोल न यार किन नबोल्नु मलाई एकदम फेभरेट हो फेभरेट है आम्मा यही खानको लागि नि खास आएको हामी खै ल्याउ न यति एउटा ठुलो यार थेरि चिउरा खाऊँ ल क्या खाऊ यस्तो फले खायो रुखले धाने हैन ल के भन्छ रे पर्वततिर आरु एकाइ खुरपानी भन्छ भाइ खुरपानी ल है टक्क कति खानी हो जति पनि छ अब टाढा भएको साथीहरूलाई अब पार्सल गरेर पठाउनु पर्वततिर खुरपानी भन्छ अरे हाम्रोतिर आलु बाख्री भन्छ तपाईहरुकोतिर के भन्छ कमेन्ट गर्नु होला है कमेन्ट गर्नु होला गाइज चाहिएमा सम्पर्क गर्नु होला किनेर भए पनि ल्याइन्छ
एउटा नबोलिकन भिडियो गरौँ यसको मतलब मेरो बुढीले यस्तो मन पर्थ्यो के अन्त नि अब बिचरा बुढो या त फ्रीमा खाइरहेको छ बुढीले बेसी डाटा छैन क्या केसँग छ होइन सक्यो अघि एक्सपायर भएको छ हातेरका कति बजे भने 11 बजे एक्सपायर भएको छ म त थाहै थिएन खाने हो खाने हो खाजै यो आफ्नै बारीमा करेसा बारीमा फलेको एउटा भिडियो गराउँछु म बिहानीको सुरुवातसँगै आफ्नै बारीमा फलेको भन्छु है म भन न त यो के हुन्छ नि यता भन्छु क्या यतै भन पखाला त लाग्दैन होला नि लाग्छ धेरै खाएर आफ्नै बारीमा फलेको अर्ग्यानिक त होइन बाउले अर्काको बारीमा फलेको अर्ग्यानिक यो आरु बखडा खाएपछि सोच्नुहोस् त बिहानीको सुरुवात कस्तो हुन्छ अहिले दिउँसो भइसक्यो मध्याह 12 1 2 कति बज्यो भोटे धान्न सक्ने स्थितिमा छैन चोरेर चाहिँ खाएको होइन है साथीहरू फेरि यो देखाएको चाहिँ होइन है साथीहरू फेरि हो देखाएको चाहिँ होइन एकदम मिठो साह्रै मिठो आरु बाख्रा गाउँबाट देखिने ताल गाउँको दृश्य राम्रो देख्दो रहेछ माथिबाट चाहिँ